हेलो अनि नमस्ते साथीहरू। धेरै समयको अन्तरालपछि आज एउटा फरक खालको भिडियो लिएर उपस्थित भइसकेको छु। म चाहिँ तपाईँहरूलाई अलरेडी थाहा पनि भइसक्यो टाइटल थम्बनेलबाट। म चाहिँ आज यता घरतिर आएको थिएँ। सो शनिबारको दिन आज अब कार्तिक मङ्सिरको बेला धान काट्ने मार्ने जमर्को चलिरहेको छ। सबै मान्छे व्यस्त। त्यही भएर आजको शनिबारको दिनलाई चाहिँ म चाहिँ धान झाँटेर माडेर बिताउने कोसिस गरिरहेको छु। आज चाहिँ म आफ्नै घरको झरीमा काटिएको धान जुन भिज्यो गत हप्ता भनेको कार्तिकको 11-12देखि 15-16सम्म जुन झरी पऱ्यो त्यो झरीमा काटिएको धान भिज्यो। हाम्रो धान चाहिँ त्यो धान चाहिँ आज हामी सुकिसकेको छ। त्यसलाई चाहिँ झाँट्ने भनेर बाबा अगाडि गइसक्नु भएको छ। म पछाडि सामानहरू लिएर आउँदैछु। हेरौँ आजको दिनचर्या कसरी बित्छ, हेरौँ दिनभरि के हुन्छ। अन्तिमसम्म हेर्नुको लागि त राख्नु भएको छ। यो चाहिँ हाम्रो कोदोबारी है। यहाँ चाहिँ कोदो सबै लडिसकेको रहेछ। यो चाहिँ हाम्रो कोदोबारी, यो हजुरबाको धानबारी हो। धान पनि पाकिसकेको छ। कोदो चाहिँ एकदमै ज्यादा लडेछ। यता हाम्रो घाँसबारीहरू ठुला रुख, कोदो चाहिँ धेरै नै लडिसकेको रहेछ साथीहरू। यो चिसो अनि अस्ति झरीले गर्दाखेरि चाहिँ कोदो निकै लडेको रहेछ। हामी भारी बोकेर आइसकेपछि यहाँ रेस्ट गर्ने एउटा चौतारी भनौँ, रेस्ट गर्ने ठाउँ। यहाँ चाहिँ तलबाट भारीहरू बोकेर आइसकेपछि केही समय यहाँ थकान मारेर जाने। धानहरू काटिसकिएको छ, देख्न सक्नुहुन्छ। यो हाम्रो चौतारी, यहाँ बसेर चाहिँ थकाइ मारिन्छ तलबाट आइसकेपछि है त। कतिपयले धान काटिसक्नु भएको छ भने कति माडी पनि सक्नु भएको छ। कति हामी चाहिँ कोही काट्दै पनि छौँ, कोही माड्दै पनि छौँ है। आफ्नो अब कसैको पाकिसकेको छ, कसैको पन्जामै पनि छ। काट्ने माड्ने काम चलिरहेको छ आफ्नो अनुसार। यसरी यिनीहरू चाहिँ उठाएर पनि माडिसकिएछ भने कोही चाहिँ यसरी पन्जामा नै छ धान। अहिले पनि भर्खरै सुरुवाती मङ्सिर पनि लागेको छैन नि त। त्यही कारणले गर्दाखेरि अहिले चाहिँ यसरी पन्जामा पनि छ धान, देख्न सक्नुहुन्छ है। धानको पन्जा सुकिसकेपछि चाहिँ हामी यसरी कुनियो चाङ लगाएर राख्ने गर्छौँ। धानलाई चाहिँ कुनियो लगाएर, यो चाहिँ पहिलाको धान झाँटिसकेर पराल मात्रै राख्नु भएको रहेछ। यसमा यसलाई चाहिँ हामी खला भन्छौँ। यहाँ चाहिँ अब सफा गरेर यस्तै यताको जस्तै बनाएर चाहिँ यसमा चाहिँ धान झाँट्ने दाइ लगाउने काम चाहिँ हुन्छ। देख्न सक्नुहुन्छ धान पहेँलै पाकिसकेको छ है। धानको चाहिँ चाङ लगाएर राख्ने गरिन्छ यहाँ चाहिँ। अब यसलाई चाहिँ आफ्नो सुइटेबल टाइम हेरेर माडिन्छ है त। लुक एट द भ्यू, यहाँबाट कति राम्रो हिमाल देखिरहेछ कि। म चाहिँ आफ्नो खेतको सुरुको गरामा आइसकेँ है। यो चाहिँ हाम्रो सुरुको गरा, अन्तिम तल छ। धान यसरी पाकिसकेको छ है, देख्न सक्नुहुन्छ। पानी पनि बगिरहेछ यता। यसलाई चाहिँ तर्काइएको छ पानी। अब खेतमा लाउने कुरो भएन, धान चाहिँ पाकिसकेको रहेछ। अब दुईटा धान मार्ने ठाउँमा गएर भेट्नु पर्ला। जति पनि तल देखिएको छ यो चाहिँ सबै हाम्रो धान हो है। यसरी यो कुनै पन्जामा छ, कुनै काटिसकिएको छ, उठाइसकेको पनि छ। आज त्यही झार्ने, यो त कुनै काट्नै बाँकी छ। बाबा चाहिँ त्यो त्यहाँनिर हुनुहुन्छ है, त्यहाँ हुनुहुन्छ बाबा चाहिँ। त्यहीँ जाने। धान पाकिसकेको छ, सबै काटेर पनि सकिएछ अद्धा अद्धी। के गरिन्छ भने यसरी गरामा धान रोप्यो भने
आलीमा चाहिँ यसरी दाल मस्याङहरू रोप्ने गरिन्छ। एउटै खेतबाट चामल पनि दाल पनि है त यसरी रोपिन्छ हामी चाहिँ। अब चाहिँ म धान झाट्ने गरातिर जान्छु। यो देखिएको चाहिँ यो चाहिँ अनादि धान है, यो अनादि हो हैन। यो चाहिँ पुरै झरीले गर्दाखेरि ढलिसकेको छ। बाबाले चाहिँ यसरी बार लगाएर राख्नु भएको रहेछ। लुक एट दिस, कस्तो मजाले फलेको छ क्या धान। यो चाहिँ अनादि चाहिँ लुक एट। धान गरामा आइपुग्यो। यहाँ चाहिँ यसरी धान चाङ लगाएर राखिएको छ। अब यसलाई चाहिँ यो टारमाथि अनि यसरी बाहिर जान्छ कि भनेर टारमाथि ठटाउँछ। अब चाहिँ काम सुरु गर्नु पर्यो। कुनिएको धान चाहिँ त्यहाँ झाट्ने, यसमा चाहिँ यहाँ त्यसको भुस फाल्ने, अरू काट्न नि बाँकी छ। अब सुरु गर्नु पर्यो। यहाँबाट टक्क टाइम ल्याप्स हेर्नुलाई त खानासाना खाइगरी फेरि पनि काम सुरु गर्दैछौँ। धान अलिअलि झाँटिसक्यो। अब आधा जति बाँकी छ। परल पनि सुकाउँदै चिसो धानको। अब चाहिँ फेरि यति चाहिँ चुट्ने बाँकी नै छ। त्यति भइसकेको छ। अब यता परल सुकाउने चुट्ने गरिँदैछ। चाहिँ झाँटिसकियो। अब त्यो परललाई चाहिँ यहाँ लगाउने, यसमा त धान झाँटियो। अब धान परल छुट्याउने यो चाहिँ। अनि त्यसपछि फेरि धान परलपछि धान र भुसलाई टारमा नाङ्लोले बताएर फेरि छुट्याउने। अब यो धानलाई चाहिँ जम्मा पार्नु पर्यो।
बजारमा चाहिँ थ्रेसर लगाएर धानको भुस पराल फाल्ने चलन छ। हामी गाउँमा अझै पनि यसरी परम्परागत रूपमा यसरी नाङ्लोले नै बताएर भुस फाल्ने अनि धान घरमा लाने काम गरिन्छ। अब लगभग सकिन लागेको छ। यो चाहिँ नबताएको भुस नफालेको होला। यो अब बताउँदैछु, बाबा बताउँदै हुनुहुन्छ, अब म बताउँछु। अब चाहिँ म बताउँछु धान बताउन लागि। हाम्रो गाउँमा एकदम महँगो खाले धान हो यो। मुरीको 5000 जाँड खानको लागि एकदम उपयुक्त धान हो यो। उपयुक्त हुन्छ छ्याङ खानेहरूलाई। तर म त खान्न छाङ त, फेरि पनि अब खेतमा यो धान एकदम राम्रो भएको कारणले रोपिन्छ हामीले बेच्नको लागि। यसरी बताइन्छ धान चाहिँ पछि चाहिँ थ्रेसर लगाउने चलन आउँछ होला। पछि चाहिँ थ्रेसर लगाइन्छ होला। अहिले चाहिँ आफ्नै हातको बलले ल है साथीहरू, अब धान माडीवरी बताएर पनि सक्यो। अब कति मुरी हुन्छ होला यो रासमा, हेरौँ कति मुरी हुन्छ जस्तो देखिन्छ। अब चाहिँ यो भरेर बोकेर मात्रै जाने दिनभरिको काम यही नै भयो। ल है त, अब भने भर्नतिर लागौँ है। ल है साथीहरू, धान बताएर पनि सकियो। धान चाहिँ 3 मुरी प्लस भएको छ। अब भने बोकेर घरतिर जानु पर्यो। थकाइ पनि बेसी लागेको छ। यो धान बोकेर चाहिँ घरतिर गएर उतै घरतिरै भेट्नु पर्ला। धान चाहिँ 3 मुरी प्लस भयो है त, त्यो देखिन सक्नुहुन्छ। ल अब घरै गएर भेटौँला।